हेलो साथीहरू, वेलकम छ मेरो नयाँ युट्युब च्यानल बुहारी ग्रुप। ल साथीहरू, फेरि पनि म नयाँ भिडियोको साथमा आइसकेको छु। हेर्दै गर्नुहोला। आजको हाम्रो विशेष भिडियो चाहिँ सरप्राइजवाला छ साथीहरू। पुरा भिडियो हेर्दै गर्नुहोला साथीहरू। आज चाहिँ विशेष त्यहाँ कराई होइन त, कालो कराई। हाम्रो पहिलादेखि त्यो कराई उठाउने मान्छे चाहिँ हाम्रो घरमा जन्मेको छैन साथीहरू होइन। अनि त्यो कराई उठाउनुको लागि चाहिँ अब एउटा मान्छे कोही चाहिएको छ हुनुहुन्छ भने सम्पर्कमा आइहाल्नु होला। अनि आज चाहिँ यहाँ हेर्नु न साथीहरू, विशेष चाहिँ हाम्रो यहाँ माइली नानाको एनिभर्सरी चाहिँ अस्ति नै हेरिसक्नु भएको छ अगाडि हाम्रो मेरो अगाडिको भिडियोमा। नानीको बर्थडे र उसको एकै दिन पर्यो, तर अब एकै दिनमा यो भुँडीमा चाहिँ लाउनु सकेन भनेर चाहिँ अनि बर्थडे चाहिँ अस्ति खायो। आज चाहिँ हामी एनिभर्सरीको पार्टी खानु आँटेको छौँ साथीहरू। ल सुरुवात चाहिँ हाम्रो रेड बुलबाट हुन्छ, अनि अब के हुन्छ हेर्दै गर्नु होला। मस्त मलाई भन्नु अब सुनिहाल्नु भएको छ। अनि यो चाहिँ हाम्रो मेखे बनाउन आँटेको छौँ। अनि अहिले चाहिँ गर्मी भएर हामी चाहिँ कुलरको अगाडि बसिरहेको छौँ। यता चाहिँ बाबाको हरिबिजोग भइरहेको छ, अनि यता कान्छी बुहारीको हरिबिजोग भइरहेको छ। बहिनी, म अनि हामी रेडी गर्दैछौँ। ल साथीहरू, अब चाहिँ साथीहरू पनि आउँदै हुनुहुन्छ। ल साथीहरू हेर्नुहोस् न, बिजोग के गर्नु, हाम्रोमा दाउराको यस्तो बिजोग छ। अनि साथीहरूले दाउरा सहित आउँदै हुन्छ। वेलकम छ कोसिला भाबी। किन अनुहार बिगार्दै आउनुहुन्छ? किन लथ्याकै? साथीहरू, यहाँ चाहिँ कुखुराको रोस्ट पाक्दैछ। कुखुराको भर्खर सुरुवात छ। अनि यहाँ चाहिँ हाम्रो मेखे बनाउने खाएको बेबी लोज खाएको। ल साथीहरू, हाम्रो चाहिँ सुरु भइसक्यो। अनि हाम्रो पार्टी चाहिँ यो बिना अधुरो हुन्छ नि त साथीहरू। यो बिना अधुरो छ जिन्दगी, यो बिना अधुरो छ जिन्दगी। लाग्यो मलाई कहिले सुधार नहुने। एक दिन तिमीलाई नभेट्दा, एक दिन तिमी नभेट्दा, एक दिन तिमी नभेट्दा के हाल हुन्छ मेरो, के हाल हुन्छ तिमीहरूको पनि होइन। के लाग्यो मलाई मुखको मासु छोड्नै नसक्ने। अब गीत गाउन आउँदैन साथीहरू, यति नै। ल बाई बाई। वरिष्ठ पाहुनाहरू चाहिँ आउँदै हुन्छ तलबाट। हेर्नु है साथीहरू, उहाँहरू चाहिँ हाम्रो वरिष्ठ पाहुनाहरू हुन्छ। उहाँहरूलाई हामीलाई पर्खिनु धेरै गाह्रो हुन्छ साथीहरू। आइपुग्नु भयो हजुर? तिम्रो हेऱ्यो अनि यहाँ चाहिँ हाम्रो हजुर बेलैमा गऱ्यो भने त उसको मासु झोलिँदैन होइन। अंशको जस्तै मजाले भुन्छ अनि होइन हजुर। हामीलाई त्यसो गर्ने कार्यक्रम चाहिँ सुरु भइसकेको छ साथीहरू। के भन्दैछ त यहाँनिर सेकुवाले? भन्दैछ। अब त हाम्रो भाइले चाहिँ 1 नम्बर पोल्नुहुन्छ नि त, त्यही भएर चाहिँ यहाँ हेर त हामीले पोलेको कस्तो भयो। यस्तो नभइकन चाहिँ हामीलाई साह्रै नै भएको जस्तो लाग्दैन नि। यो बिना त अधुरो छ नि जिन्दगी। अधुरो कस्तो मिठो भएछ नि, रसिलो मिठो भएको। लु भाइले पोल्छ। अब तिमीहरू चाहिँ अचार सचारको व्यवस्था गर के थियो। एकछिन चिसो गऱ्यो भने चिसो पर्छ। म यहाँ पल्टाउँदै गरिदिन्छु। आज कति रमाइलो साहित्य जुरेको, ओ साहित्य जुरेको छ
कता गयो पानी हात्ती चाहिँ पानी हाते आमै पानी हात्ती ए छोरा नै साथीहरू आजको हाम्रो भेला पनि अब पकाइ तकाइ गरौँ नि त कति बेर लाग्छ नि गर्मीमा यत्रो जग्गाले गर्दा साथीहरू अब यहाँनिर सेकुवाको सहितमा हाम्रो सबै खानेकुराहरू चाहिँ रेडी भइसकेको छ अब चाहिँ हामी खान लागिरहेको छ साथीहरू विशेष गरी हाम्रो माइली दिदी भेनालाई धेरै धेरै धन्यवाद छ उहाँहरूको 25 वर्षको एनिभर्सरीको पनि शुभकामनाको साथमा मिठो मिठो खानापिनाको लागि धन्यवाद अझै पनि राम्रो जीवन बितोस् जतिन्जेलसम्म रहन्छ यस संसारमा होइन अझै राम्रो कतिसम्म राम्रो सुस्वास्थ्य रहोस् राम्रो एकअर्कामा सधैँभरि खुसी मनमुटाव नहोस् कुनै कुराले बिचमा लिएर बाधा नहोस् भन्ने कुरा मेरो शुभ लाग्नु साथीहरू अहिले चाहिँ हामी यहाँनिर छतमा बसेर होइन शीतल ताप्दै कुलरको शीतल ताप्दै अनि यहाँ साथीहरूसँग हामी गफ गर्दै अनि उनीहरू चाहिँ गेमको बारेमा कुरा गर्दैछ अनि हाम्रो बेहुली नानी चाहिँ यहाँ हुनुहुन्छ होइन साथीहरू अनि म चाहिँ यहाँनिर बसिरहेको छु भिडियो गर्दै अनि हाम्रो बाबालाई चाहिँ उस्तम गर्नु होइन गरेको छुइनँ सन्तुले गरेको छुइनँ गाठुली गाठु के मासु दिँदा भिडियोमा आउनु हुँदैन गाठु छुनु हुँदैन नि त छुनु हुँदैन भन्छ तिमीलाई त्यहाँनिर झन् नक्कली नक्कली साथीहरू अहिले चाहिँ हामी यहाँनिर लगभग पनि अहिले 12 क्रस भइसकेको साथीहरू अनि हामी चाहिँ सबैजना गफहरू गर्दै ओर्दै अहिले चाहिँ भित्र मेरो साथीहरू चाहिँ भाडा मार्नु गइरहेछ अनि म चाहिँ काम गर्दाखेरि मलाई सुहाउँदैन अरे मेरो यो कसले भनेको भन्दा पानी हात्यो अरे भनेको तपाईँले काम गरेको सुहाउँदैन त जानु भन्छ मैले काम गरेर सँगाउँछु भन्दा पनि होइन मेरो साथीहरू चाहिँ साफसफाइहरू गरेर थन्को मनहरू गर्दैछ किनभने माथिबाट पानी आउँला जस्तो भइरहेछ अनि भित्र कोही चाहिँ भाडा मार्दै कोही चाहिँ सरसफाइ गर्दै म चाहिँ यहाँ कुलरमा बसिरहेको छु म काम गरेको देखाउँछु साथीहरू कस्तो रमाइलो भयो अनि मेरो बुहारी ग्रुपहरू चाहिँ साथीहरू जहिले पनि हामीहरू जसैको घरमा पनि हामी भेला हुन्छौँ खान्छौँ त्यहाँबाट अन्तमा गएर सबैजना मिलेर सफाइहरू गरिदिनुहुन्छ होइन अनि सबै थन्को मनको गरेर मात्रै हामी छुट्ने चलन छ अनि त्यो एकदमै राम्रो पोइन्ट छ राम्रो पक्ष हो मेरो साथीहरूको चाहिँ एकदम कोही हेर्नु न झाडु लिएर होइन कोही चाहिँ उहाँनिर एप्रोन लिएर म चाहिँ कान्छी बुहारी भन न म चाहिँ कान्छी बुहारी भन न म चाहिँ कान्छी बुहारी हैन अनि मेरो बुहारी ग्रुपलाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला नयाँ पोलो अरे ल बुहारीहरू चाहिँ भन्छ ल ल साथीहरू अहिले चाहिँ हामी यहाँनिर टिकटकहरू बनाएर गफहरू गरेर तल झरिसकेको छौँ अनि यो चाहिँ हामी मनाउँदैछौँ गरेर साथीहरू हेर न सबैजना गरेर न साथीहरू अब चाहिँ हामी एकछिन हाम्रो खान्छ पिन्ता पछि गफहरू गरेर चाहिँ अब हामी एकदम गर्मी भयो नि त हेर्नु न पसिना पनि यस्तो आइरहेको छ तर अब लगभग पनि अहिले चाहिँ 1 बज्न आँट्यो रातिको अब चाहिँ हामी यहाँनिर 5 जनाबाट एकछिन उहाँ तलसम्म हिँड्ने वकिङ गर्ने किनभने ओभर गर्मी भयो नि 1 राउन्ड हान्ने भनेर चाहिँ हामी चाहिँ अनि परसम्म हामी चाहिँ एकछिन हिँडेर राम्रो त भनेर यहाँ घरबाट चाहिँ हामी निक्लियौँ साथीहरू किनभने अति गर्मी छ हेर्नु पसिना आएको यहाँ यस्तो भइरहेछ अनि एकछिन हामी केटीहरू चाहिँ अहिले तलसम्म पुगेर आऊँ भनेर हामी चाहिँ वकिङ गर्नु जाँदैछौँ अनि हामी चाहिँ हिँड्दैछौँ साथीहरू सबैजना सुतेर सुनसान भइरहेछ सुनसान कार्यक्रम भइरहेको छ अनि बेहुली पनि गइसक्यो कि अनि एकैछिन भाइ र सन्तुले मैयाले पुऱ्याउँदै उनीहरू चाहिँ घर गयो अनि हामी चाहिँ 5 जना तलतिर हिँड्दैछौँ साथीहरू उता फेरि हामी यहाँ यता अहिले कति बजाउँ साथीहरू रातिको होइन गर्मीले हामी यसरी गरेर वकिङहरू गर्दैछौँ साथीहरू
हामी चाहिँ भाउजूलाई यहाँ पुऱ्यायौँ होइन कान्छी र म चाहिँ घर जाँदैछौँ साथीहरू बाई बाई भोलि भेटौँ नाचेर 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 यो जीवन फेरि त आउँदैन है फेरि नाचेर फेरि यो जिन्दगीमा फेरि यो समय आउँछ आउँछ यो चाहिँ हाम्रो खुसीको पल हो समय आउँछ उमेर आउँदैन समय आउँदैन यहाँ सुन्नु न भाउजू हाम्रो यो भनेको के अरे हाम्रो नि शरीर हाम्रो जिन्दगीलाई नि 1 मिनट पनि लाग्दैन क्या बदलिनुको लागि भोलि कस्तो देखेको छ के हुन्छ होइन एकछिनमा हाम्रो जिन्दगी बदलिन सक्छ होइन एकछिनमा यो जिन्दगी बदलिन सक्छ के हुन्छ यो जिन्दगी के भएर बदलिन्छ थाहा हुँदैन अरे क्या त्यस्तै हो नि बच्चाहरू एकजना के हुँदैछ यहाँनिर यो 4 जना यो बुहारीहरू यहाँ के सल्लाह गर्दैछ साथीहरू कति बज्यो यति बेला कति बज्यो 1 बज्यो रातिको यहाँ 4 जना चाहिँ यहाँनिर 4 जना बुहारीहरू चाहिँ गफ गर्दै बसिरहेको छ ल साथीहरू हाम्रो एनिभर्सरीको पार्टी पनि देखिसक्नुभयो होइन हेरिसक्नुभयो त्योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले सबै मेरो दिदीबहिनीको लभ स्टोरीहरू चाहिँ सुनाइसकेको थिएँ उहाँको सुख दुःखको कहानीहरू चाहिँ मैले सर्टकटमा अब 25 वर्षभित्र त कति धेरै कहानीहरू हुन्छ होइन साथीहरू कति धेरै कथाहरू हुन्छ नि त तर त्यसलाई मैले अब जुन मैले चाहिँ अलिक याद गरेकोहरू सम्झना आएको कुराहरूलाई लिएर मैले भिडियो बनाइसकेको छु र तपाईँले हेरिसक्नु भइसकेको छ अनि अब मेरो बेना चाहिँ अहिले यहाँ नेपालमा हुनुहुन्न नि त विदेशमा हुनुहुन्छ त्यही भएर मैले बेना लु हामीलाई एनिभर्सरीको पार्टी चाहिँ चाहियो भनेर मैले बेनालाई भनिरहेको थिएँ अनि बेनाले हुन्छ भन्नुभएर अनि बेनाले पैसा पठाइदिनु भएको थियो अनि त्यही भएर हामीले चाहिँ पार्टी खायौँ साथीहरू अनि कति रमाइलो भयो सबैजना साथीहरूसँग एकछिन बसेर खायौँ अनि गफ गऱ्यौँ अनि नाच्यौँ टिकटक बनायौँ कति रमाइलो भयो साथीहरू अनि लास्टमा सबैजनालाई हामीले घरमा छोड्दै वाकिङ गर्दै 1 बजेसम्म चाहिँ हामी बाहिर नै थियौँ साथीहरू त्यसपछि चाहिँ आफ्नो घर गएर चाहिँ हामी रेस्ट गऱ्यौँ अनि हाम्रो त्यो छोटो समयको भेटघाट पनि कति रमाइलो थियो कति मजा थियो ल अनि अब अरू कुनै बेला फेरि त्यसै समय मौका मिलेछ भने म अरू कहानीहरू हाम्रो जो कसैको पनि लिएर आउनेछु त्यतिखेरसम्म भिडियोहरू हेर्दै गर्नु होला लाइक कमेन्ट सेयर पनि गर्दै गर्नु होला साथीहरू बाई बाई टाटा जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ